हेलो साथीहरू, आज चाहिँ मलाई उठ्नलाई अलिक ढिला पर्यो किनकि मलाई चाहिँ सन्चो थिएन। त्यही त अनि साथीहरू लुगा खोकी लागिरहेको थियो अनि त्यही भएर ढिला उठेँ म चाहिँ। अनि कस्तो बिहानै कस्तो अलस भइरहेको थियो कि बिहान ढिलासम्म सुतेपछि चाहिँ। साथीहरू म चाहिँ काम सकेर बिहानको धन्दा सकेर अनि म चाहिँ घाममा बस्दै तातो पानी खाँदैछु। म चाहिँ जहिले पनि बिहानमा चाहिँ तातो पानी सधैँ खाने गर्छु किनकि ग्यास्ट्रिक हुन्छ मलाई चाहिँ। अनि म चाहिँ तातो पानी खाएर अनि म चाहिँ लुगा धुन लागेँ। आमाले चाहिँ खाना बनाउँदै हुनुहुन्छ, म चाहिँ भेषमा लुगा धुन्छु अनि लुगा धुन लगाएँ। हेरौँ यो जाडो महिनामा त घाम पनि लाग्दैन, एकदिन धोएको लुगा 2-3 दिन सुकाउनु पर्छ। अनि तपाईँहरूकोतिर चाहिँ कतिको चिसो छ? अनि म चाहिँ लुगा धुन लागेर माथि खाना गएँ। खाना खान लागिरहेछौँ हामी चाहिँ, किनकि तल कोठामा बसेर खायो भने चाहिँ चिसो हुन्छ। अनि त्यही भएर हामी चाहिँ माथि कौसीमा गएर खाना खाँदैछौँ। मेरो बुढा, म, मम्मी, बाबा चाहिँ खाना खान लागिरहेको छौँ। हामी चाहिँ खाना खान लाग्यौँ। तपाईँहरूले खानुभयो कि भएन साथीहरू? अनि हामी चाहिँ खाना खाएर सासू बुहारी चाहिँ भाँडा मार्न लागिरहेका छौँ। अनि साथीहरू हजुरहरू चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ लाइक, कमेन्ट, सेयर चाहिँ गरिदिन नबिर्सिनु होला है साथीहरू। थ्याङ्क यू फर वाचिङ।